नमस्ते एभ्रिवान। आज चाहिँ म खिर बनाउन जाँदैछु साउन 15 भएको कारणले। मैले चाहिँ हिजो नै त्यो गाउँबाट पठाएको चामल चाहिँ भिजाएर राखेको थिएँ। अनि अहिले चाहिँ दुध उमालेर मैले चामल हालेँ। त्यसपछि हल्का किसमिसहरू त्यो एड गरेँ। अनि त्यसलाई मैले एकदम ठिक्क मिडियम फ्लेममा चाहिँ धेरै हाई नगरिकन ठिक्कको फ्लेममा चाहिँ तताउँदै चलाइरहेको थिएँ चामल हालेर। अनि अब लगभग पाक्न लाग्यो। अनि मैले चाहिँ गाउँबाट मम्मीले पठाउनु भएको घिउ पनि एड गरेको थिएँ। यो चाहिँ हाम्रो सबै अर्ग्यानिक, हामीलाई घरबाट प्रायः खानेकुराहरू आइरहेको छ। घिउ एड गरिसकेपछि चाहिँ मैले एकछिन त्यसलाई हल्का हिट हुन दिएँ। अनि त्यसपछि एकछिन त्यसलाई छोडिसकेपछि लास्टमा चाहिँ सुगर एड गर्नुपर्ने थियो। सुगर एड गरेँ आफूलाई चाहिने एमाउन्टमा। मैले चाहिँ यो भिडियो चाहिँ क्लिक गर्छु लास्ट टाइममा खिर बनिसकेपछि चाहिँ भिडियो चाहिँ क्लिक नगरेको रहेछु। सरी गाइज, मलाई अफिस जान हतार भइसकेको थियो। हामीले चाहिँ बेलुका खानुपर्ने खिर बिहानै खाएको थियौँ। अनि खिरहरू बनाएँ अनि अचार पनि मैले बनाएर त्यो एकदम हतारमा त्यो भिडियो क्लिक गर्ने समय नै भएन। अनि त्यही भएर हतारमा भाइलाई यो पनि कराई भिडियो क्लिक गर्न लागेको हो।